गायिका रचना रिमालले आफ्नो फोटो र नाम ट्याटु खोप्नेलाई यस्तो जवाब दिन्। दर्शकबिन नमस्कार। नेपाली सिने जगतमा के भयो त एक हप्ताको पूरा जानकारी ल्याएर तपाईहरु समक्ष हामी आइसकेका छौं। आजको यस भिडियोमा हामी मुख्य खबरहरूको बारेमा चर्चा गर्नेछौं। जस्तै पूर्णबहादुरको सारङ्गीको मेन हिरो विजय बरालको फिल्म जनै हराएको बाउनको अपडेट तपाईलाई दिन गइरहेका छौं। त्यसैगरी अर्को कलाकार दयाङ राईको ब्लकबस्टर मुभी जारीको सिक्वल 2 को पनि सुटिङ सुरु भएको छ। पूरा जानकारी आजको यसै भिडियोमा तपाईलाई दिनेछौं। त्यसैगरी कलाकार दीपक राज गिरीले किन दिए प्रधानमन्त्रीलाई साथ, पूरा जानकारी आजको यसै भिडियोमा दिनेछौं। त्यसैगरी धर्म सुन्तलीलाई लिएर प्रधानमन्त्रीले खोले यस्तो खुलासा, के हो त खुलासा, आजको यसै भिडियोमा तपाईलाई दिनेछौं। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। त्यसैगरी महानायक राजेश हमालको आउँदै गरेको चलचित्र नरसिंहमा अवतारलाई लिएर दर्शकहरूले नराम्रो धारणा दिए। नराम्रो धारणा के हो, पूरा जानकारी यसै भिडियोमा दिनेछौं। त्यसैगरी गायिका रचना रिमाल चढेको जहाज किन पुग्यो त जर्मनी, पूरा जानकारी आजको यसै भिडियोमा दिनेछौं। त्यस्तैगरी नायक प्रदीप खड्काको आउँदै गरेको फिल्म एरीको बजेट यस्तो महँगो, कति हो त बजेट र किन भयो महँगो, पूरा जानकारी आजको यसै भिडियोमा दिनेछौं। त्यसैगरी नेपाली जगतको एक युगको नायक दिलीप रायमाझीको फिल्म पहिलो दिनमा नै किन मन पराएनन् त दर्शकले, पूरा जानकारी आजको यसै भिडियोमा दिनेछौं। त्यस्तैगरी अहिलेको नेपाली सिनेमाको सबैभन्दा महँगो हिरो माग्ने बुढाले प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्दै यस्तो भने, के भने त आजको यसै भिडियोमा पूरा जानकारी दिनेछौं। त्यस्तैगरी अन्तिममा पपुलर मुभी पूजा सार्की अब तपाईले आफ्नै मोबाइलमा हेर्न सक्नुहुन्छ। केमा हेर्न सक्नुहुन्छ यो भिडियोको अन्तिममा तपाईलाई बताउनेछौं। त्यसैले भिडियो कृपया अन्तिमसम्म हेर्न नबिर्सनु होला। यदि तपाईहरु यो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने यस्तै फिल्मी अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र कमेन्ट सेक्सनमा के लाग्छ तपाईलाई, महानायक राजेश हमालको आउँदै गरेको चलचित्र नरसिंहमाले कति करोड कमाउँछ जस्तो लाग्छ, हिट हुन्छ कि फ्लप हुन्छ जस्तो लाग्छ, कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सनु होला। सबैभन्दा अगाडि कुरा गरौँ जनै हराएको बाउनको बारेमा। दर्शकबिन जनै हराएको बाउनको सुटिङ कम्प्लिट भइसकेको छ। 45 दिन लगाएर यो फिल्मको सुटिङ कम्प्लिट भइसकेको हो। यसमा मुख्य अभिनयको रूपमा हामीले पूर्णबहादुरको सारङ्गीको एक्टर विजय बराललाई देख्न सक्छौं। त्यसैगरी मेरुना मगर र केके अधिकारी लगायतका कलाकारहरूलाई पनि हामीले देख्न सक्छौं। र यो चलचित्र हिमाल न्युपानेले डाइरेक्सन गरेका हुन् भने यो सिनेमा फ्यामिली ड्रामा सिनेमा रहेको छ, जहाँ चाहिँ एउटा आमा र छोराको माया र सम्बन्धको बारेमा देखाउन आँटेको भन्ने जानकारी हामीले कलाकार विजय बरालदेखि पाएका थियौं। र मेकरहरूको अनुसार यो फिल्म तीज 2082 मा रिलिज गर्ने तयारीमा रहेको जानकारी हामीबाट आएको छ। दर्शकबिन अब कुरा गरौँ जारी 2 को बारेमा। जारी 2 फिल्म जारीको सिक्वल हो। यो फिल्मको फर्स्ट लुक यसअघि नै सार्वजनिक भइसकेको थियो। दशैंमा प्रदर्शन घोषणा गर्दै जारी 2 को फर्स्ट लुक सार्वजनिक गरिएको थियो र 5 थारबाट जारी 2 को सुटिङ सुरु भइसकेको छ। फर्स्ट लुकमा अभिनेता दयाङ राईलाई च्याङबोङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको थियो। जारी 2 मा 2080 सालको ब्लकबस्टर सिनेमाका जारीका निर्देशक उपेन्द्र सुब्बाले नै लेखेका हुन्। दर्शकबिन तपाईलाई जारी 1 कस्तो लागेको थियो, कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सनु होला। त्यस्तैगरी अब कुरा गरौँ कलाकार दीपक राज गिरीको। कलाकार दीपक राज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोटो फेसबुकमा राख्दै भनेका छन्, प्रधानमन्त्रीसँग किन फोटो हालिस्, अब तेरो ड्यास ड्यास ड्यास, यस्ता कमेन्ट आउन सक्छन्। तर कमेन्टसँग डराएर जिन्दगी बाँच्न छोड्नु भएन कि प्रधानमन्त्री फेर्ने साहस गर्नुपर्छ, होइन भने देशको प्रधानमन्त्रीको सम्मान गर्दा अपमान बोध गर्न पाइँदैन। दर्शकबिन यो बारे तपाईको राय के छ, कृपया कमेन्ट सेक्सनमा लेख्न भने नबिर्सनु होला। त्यसैगरी दर्शकबिन अब हामी कुरा गरौँ धर्म सुन्तलीको बारेमा। धर्म सुन्तली बारे प्रधानमन्त्री ओली भन्छन्, गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाउँदा मैले यसो नगर बाबु, नानु हो, सम्भव छैन भन्दै गरे। नगर भन्दै गरे धर्म सुन्तलीले बहुत दुःख पाए, माया लाग्छ। अब क्रिकेट मैदान पनि बन्छ, उनीहरूको दुःख कष्ट पनि हट्छ। मैले त दुःख पाइन्छ नगर्नु भनेको हो, तर ठुलो काम आँटे। दर्शकबिन के लाग्छ तपाईलाई, गौतम बुद्ध रङ्गशाला पुनः निर्माण होला त? यो बारे तपाईको राय के छ, कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सनु होला। दर्शकबिन अब कुरा गरौँ हामी महानायक राजेश हमालको आउँदै गरेको चलचित्र नरसिंहको बारेमा। करिब 9 वर्ष पछि आउँदै गरेको महानायक अभिनीत चलचित्र नरसिंहको ट्रेलर हेरेपछि टिकटकमा केही व्यक्तिहरूले राजेश हमालको अभिनय भएन, मिलेन, उही पुरानो भयो भन्दै टिकटक बनाइरहेका छन्। दर्शकबिन तपाईलाई के लाग्छ,
महानायक राजेश हमालको चलचित्र नरसिम्हाको ट्रेलर कस्तो थियो र यो सिनेमाले बक्स अफिसमा राम्रो कमाइ गर्न सक्छ कि सक्दैन, कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनुहोला र महानायक राजेश हमालको लागि भिडियोलाई एक लाइक गर्न भने नबिर्सिनुहोला। त्यस्तै गरी अब कुरा गरौँ दर्शकबिन गायिका रचना रिमाल बारे। गायिका रचना रिमाल चढेको जहाज जर्मनी पुगेको थियो। क्यानाडाबाट भारत हुँदै नेपाल फर्किन लागि कि उनी चढेको जहाज जर्मनीमा इमर्जेन्सी ल्यान्ड भएको हो। जहाजको विषयमा उनले फेसबुक मार्फत जानकारी दिएकी थिइन्। उनले फेसबुकमा लेखेकी थिइन्, क्यानाडाको साङ्गीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्किने क्रममा क्यानाडाबाट भारतमा ल्यान्ड हुनुपर्ने फ्लाइट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्ड भएको छ। केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्किने तयारी छु, जय पशुपतिनाथ भनेर उनले फेसबुकमा सेयर गरेकी थिइन्। दर्शकबिन अब कुरा गरौँ नायक प्रदीप खड्काको आउँदै गरेको चलचित्र एरीको बारेमा। प्रदीप खड्कासँग यो चलचित्रमा अब धीरज मगरले पनि जोइन गरेका छन्। हजुर दर्शकबिन, चलचित्र एरीमा हामीले प्रदीप खड्का र धीरज मगरलाई देख्न सक्छौँ र यो सिनेमा एक्सन बेसमा बन्ने सिनेमा रहेको छ, जसलाई जीवन थापाले डाइरेक्सन गर्ने भएका छन् र यो सिनेमाको टोटल बजेट भने 15 करोड अनुमान गरिएको छ, जुन एकदमै महँगो सिनेमा हुनेछ र यो सिनेमाको एकपछि अर्को कास्टिङ हेर्ने हो भने एकदमै इन्ट्रेस्टिङ र एक्साइटिङ हुँदै गइरहेको छ। दर्शकबिन, तपाईँलाई के लाग्छ नायक प्रदीप खड्काको एरी सिनेमाले ब्लकबास्टर गर्ला त? कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनुहोला। दर्शकबिन अब कुरा गरौँ नायक दिलीप रायमाझीको। हिजोदेखि रिलिजमा आएका 2 सिनेमा के घर के डेरा 2 र दिलीप रायमाझी अभिनीत हेलो काशीराम दुवै रिलिजमा आएका थिए। यी 2 मध्ये सबैभन्दा धेरै हलहरू के घर के डेराले पाउन सफल भएको थियो। नायक दिलीप रायमाझीको हेलो काशीरामलाई भने त्यति साह्रो हलहरू पाउन सफल भएन, किनकि अडियन्सहरूमा यो सिनेमाले कुनै उत्सुकता जगाएको थिएन, किनकि यसको मेकर्सले भने यो सिनेमालाई प्रमोट गर्न कुनै रुचि राखेन। नै इन्टरनेटमा हामीले यो सिनेमाको बारेमा अत्तोपत्तो पाउन सकेनौँ। सँगै के घर के डेराले भने एकदमै राम्रो प्रमोसन गर्यो, जसमा धेरै कलाकारहरूले अभिनय गरेका छन् र अडियन्सहरूले पनि यो सिनेमा हेरेपछि एकदमै राम्रो प्रतिक्रिया दिइरहेका छन्। यतिखेर नेपालको सबैभन्दा महँगो कलाकार माग्ने बुढाले आफ्नो फेसबुकमा एउटा स्ट्याटस सेयर गर्दै प्रधानमन्त्रीलाई व्यङ्ग्य हानेका छन्। उनले लेखेका छन्, सालो त सालो कसको सालो 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 आएपछि अन्धकार र कालो भन्दै उनले फेसबुकमा सेयर गरेका छन्। दर्शकबिन, यो बारे तपाईँको राय के छ कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनुहोला। अब अन्तिम खबरमा हामी कुरा गर्नेछौँ पूजा सार्की, जसलाई तपाईँले यति बेला आफ्नै मोबाइलमा हेर्न सक्नुहुनेछ। 3 ठुला हिरोले खेलेका सिनेमा पूजा सार्कीलाई यति बेला तपाईँले सिनेमा घर एपमा आफ्नै मोबाइलमा तपाईँले हेर्न सक्नुहुनेछ। यो सिनेमाले 10 करोडभन्दा माथिको वर्ल्ड वाइड बक्स अफिस कलेक्सन गर्न सफल भएको थियो। यदि तपाईँहरूले हलमा गएर हेर्नुभएको छैन भने अब तपाईँले सिनेमा घर एपमा गएर यो फिल्मलाई हेर्न सक्नुहुन्छ। यदि हेर्नुभएको थियो भने यो सिनेमा कस्तो लागेको थियो कृपया कमेन्ट सेक्सनमा कमेन्ट गर्न भने नबिर्सिनुहोला। दर्शकबिन, आजको लागि यति। यो हप्ता के थियो ब्रेकिङ, यो हप्ता के थियो मेन न्युजहरू हामीले तपाईँलाई दियौँ। यस्तै न्युजको लागि कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। फेरि पनि अर्को हप्तामा हामी भेट्नेछौँ यो कार्यक्रम सहित। अहिलेको लागि बिदा दिनुहोस्। धन्यवाद।